खोर्सानी जिरे खोर्सानी आफ्नो ड्रेस घुसारी पेसा अनुसारको ड्रेस त हुनै पर्यो नि। राष्ट्रिय पहिचान होइन यो मुन्द्रे कहाँ हो? मुन्द्रे ओ मुन्द्रे मुन्द्रे पनि के भन्नु, काना मुन्द्रा भएको मुन्द्रे भन्नु, मुन्द्रा खोलिदिएको पुलिसले। अब त नरङ्गै नाम लिएरै बोलाउनु पर्ला जस्तो। समुन्द्रे ए समुन्द्रे दुई चार दिन मुन्द्रे खुले भन्दैमा समुन्द्रे भन्नुपर्छ, मुन्द्रे भन्नु सक्दैन। समुन्द्रे तेरो न्वारानको नाम हो नि त, त्यही न्वारानको नामलाई सझिएर मुन्द्रे मुन्द्रे भन्ने गरेको। अब अहिले तेरो काना मुन्द्रा पुलिसले झिकिदिएको अनि न्वारानकै नामबाट बोलाउनु लाग्यो नि समुन्द्रे भनेर होइन। अच्छा के हो नि यो कानमा के लाग्यो? कानको चस्मा लाग्यो देखेन? कानको चस्मा किन लाग्यो नि? किन लाग्नु? अब काना मुन्द्रा छैन, मुन्द्रा नभए बुझ्छ कान केलाई देखाएर भनेर छोपे। अब लाउन पाउँछस् मुन्द्रा, मेरो पछि पछि हिँड्न। मैले पार्टी जोइन गरिसकेँ, त पनि हिँड। आजै लगेर केन्द्रीय सदस्य बनाइन्छु। ए जान्न म यस्तो पार्टी सार्टीतिर लाग्दिन। कुन पार्टी हो कस्तो पार्टी हो बुझ्दै नबुझी लाग्छ। मैले बुझे भएन, म त्यसै लागेको छु। लरो तर त्यस्तै जस्तो पाए त्यस्तो पार्टीमा भए त म पनि लाग्दैन थिएँ। तिमीले बुझ्नु र मैले बुझ्नुमा फरक हुन्छ नि त। कहाँ तिमी कम पढाइ, कहाँ मेरो बढी पढाइ। तिमी एसएलसी फेल, म एसएलसी पास, दुईटाको एउटै बुझाइ हुन्छ। हेर नि त्यहाँ फेरि के न पढ लेखे यस्तो गरेर फुर्ती लाउँछ नयाँका। म भन्दा एकै क्लास बढी त हो नि त पनि। झन् छोराको मुन्द्रा खोलियो, छोराको पहिचानै जानी भयो भनेर लान खोजिरहेको छु आफू चाहिँ। अनि म तिम्रो पार्टीमा लागेपछि मैले मुन्द्रा लानु पाउँछु त? मुखा हान्नु जस्तो मुन्द्रा मात्र किन, जे लाए नि पाइन्छ, यहाँ जे गरे नि पाइन्छ। मैले अस्ति नि तँलाई भने होइन, नेपालमा जे पनि गर्नु छ भने नेता बन्नुपर्छ भनेर। एउटा पार्टीको केन्द्रीय सदस्य भइसकेपछि तेरो कानको मुन्द्रा कसले खोल्न सक्छ? कसको आँट उल्टो सुरक्षा पाइन्छ। तेरो मुन्द्रा खोल्नेले चाहिँ बरु तँलाई बेला बेलामा सलट ठोकेर त्यति सम्मान गर्ने हुन्छ। कुन पार्टी हो त भन नि त? अनि तिमीले भन्ने बित्तिकै मलाई राख्छ नि त? किन नराख्नु? तँ जस्तो युवाहरूको त भयङ्कर खाँचो छ हरेक पार्टीमा अहिले। यहाँ पार्टीमा नयाँ मान्छे ल्याउने, संगठन विस्तार गर्ने जस्ता कामहरू सबै मेरो जिम्मामा दिएका छन्। खुरुक्क मैले भने मान्न, समयमै पार्टीमा प्रवेश गरेर आफ्नो स्थान सुरक्षित राखिहाल्नुपर्छ। मैले उहाँ अध्यक्षज्यूसँग नि कुरा गरिसकेँ। ल हेर त यहाँ जाउँ, के गर्नु सकिएन, राम्रै पद दिन्छ नि किन छोड्नु त? ल जाऊ। ल ठिक गरेर हिँडिहाल। लुगासुगा चाहिँ अलिकति चटक्क पारेर लगा नि। भर्खर फुटेर अलग भएको पार्टी हो, अहिले यस्तै पार्टीको भविष्य छ। ल उसो भए म तयार भएँ त। मैले नि तिम्रो जस्तै दोहोरो सोह्रो लानुपर्छ त? पर्दैन मैले लगाएपछि भइगयो नि। तिम्रो जस्तो युवाले किन लगाइरहनु पर्यो? लु छिट तयार हो। ल जाने न हजुर, जाने म यहाँ तयार हुँदैछु। अनि कोरी हो चाहिँ कालो कोट सोट लाएर ब्याग बोकेर मेरो पछाडि आएपछि को पिए पार्टीको तर्फबाट खटाइदिए, त्यसै लागेको छु। पिए ए भनेपछि तिमीले पिए पनि पाइसक्यौ? हेर्दै जा न। जिरे खोर्सानी बधाई छ ल बधाई छ। हजुर बधाई छ तपाईँलाई। ल बधाई छ तँलाई। त भाग्यमानी पनि रहेछ नि। म अस्ति पार्टी प्रवेश गर्दा अध्यक्षज्यूले टिका लगाइदिनु भएको थियो, तँलाई त संस्थापक अध्यक्षज्यूले नै लगाइदिनु। ल अब मुद्रा लगाउनु पर्छ कि कपाल पाल्नु पर्छ कि ट्याटु लगाउनु पर्छ कि जे गर्नुपर्छ आफ्नो मर्जीले गरिहाल्नु। अब तपाईँ हाम्रो पार्टीको कार्यकर्ता भइसकेपछि अब कसैले छुन्न सक्दैन। देखिस्, पार्टीको शक्ति भनेको अब देख्छस् तै। अब कानमा मात्र के मुन्द्रा लाउँछ? अब त ओठ, जिब्रो, नाक, नाइटो जता मुन्द्रा झुन्ड्याए पनि हुन्छ तैँले। अब त प्रहरीले तेरो मुन्द्रा खोल्ने त के तँलाई छुन पनि सक्दैन। छुनै लगाइहाल्यो भने पनि म फलाना पार्टीको केन्द्रीय सदस्य मात्रै भन्दै कुरो सिद्धि गयो होइन त?
अनि हजुर म कुन पार्टीमा प्रवेश गरेँ त हजुर नाम त थाहा पाइराख्नु पर्यो नि। अरे बाप रे बाप, पार्टीको नाम थाहै नपाइकन प्रवेश गरिहाल्नुभयो पार्टीमा? विश्वास हजुर विश्वास। मैले त यिन पार्टीमा प्रवेश गरौँ भनेर घरेर ल्याइहालेँ, पार्टीको नाम त भन्नै बिर्सेँ। हाम्रो पार्टीको नाम हो सोह्रौं गणतन्त्रिक। ए यो 16औं चोटि फुटियाबाट 16औं गणतान्त्रिक भएको हजुर। हेर न त्यहाँ मुखा हेर्नु जस्तो 16 चोटि फुटिया छ, भर्खर 8-9 चोटि फुटिया छ, 16 चोटि भनेर भर्खर पार्टी प्रवेश गर्दा गर्दै झुटो नबोल। ल अब यो विषयमा पछि छलफल गर्दै गरौँला। ल हजुर, अब हाम्रो पार्टीको बैठक बसौँ। यही पार्टी प्रवेश सँगसँगै हाम्रो यो बैठक पनि सुरु गरौँ। अब यो पार्टीलाई कसरी अगाडि बढाउने, यसका भावी रणनीतिहरू के हुन्, आगामी दिनमा हामी के गर्छौँ त त्यो प्रश्न पारिदिनु पर्यो। अब सबैभन्दा पहिले त नयाँ पार्टी भनेर चिनाउनु पर्यो, जनतालाई जानकारी दिनु पर्यो नयाँ पार्टी हो भनेर। हाम्रो पार्टीको गतिविधिलाई अगाडि बढाउनु पर्यो, बुझ्नुभयो? त्यसको लागि त केही गर्नै पर्दैन नि हजुर। एक दिन नेपाल बन्दको आह्वान गरिदिउँ, कुरो सकिएको नि। पार्टीको प्रचार प्रसार गर्ने यो भन्दा राम्रो उपाय अरू केही पनि छैन। ओ ल एकदम राम्रो कुरा गर्नु भयो उहाँले। हेर्नुहोस्, पार्टी चिनाउने र पार्टीको प्रचार प्रसार गर्ने भनेको सबैभन्दा सजिलो र सबैभन्दा राम्रो काम भनेको त्यही हो, नेपाल बन्द। त हामीले तत्कालै नेपाल बन्द गर्न सक्छौँ त? किन नसक्नु हजुर? अहिले आफ्नै घरको झ्यालोका बन्द गर्नुभन्दा नेपाल बन्द गर्न सजिलो छ। झ्याप आह्वान गरिदिउँ नेपाल बन्द, कुरो सिद्धिएन? जनताले टेर्छन् त हामीलाई। किन नटेर्नु हजुर? नटेरेको भए यत्रा बन्दहरू कसरी सफल भए त? किन बन्द गरे, केका लागि बन्द गरे भनेर सोध्ने आँट कसको? नेपाली जनता त बन्द भन्दैछ पुग्यो, ट्याक्क गाडी र मोटरसाइकल छोडेर हिँड्न थालिहाल्छन्। नेपाली जनताको विशेषता भनेकै यही हो। हेर्नुहोस् त हजुर, एसएलसी पास कम मिठो बोल्छ। यहाँ कतिलाई आज कसले बन्द गरे भन्ने थाहा नभइकन त नेपाल बन्द हुन्छ? यति सजिलो काम नि नगरेको हो त। अब यही पार्टी प्रवेश गर्नुभन्दा अगाडि हामी साधारण जनता हुँदा बन्द भने थाहा पाउनु छ त हामी नै हिँड्न तयार हुन्थ्यौँ। उसो भए निकालौँ त वक्तव्य। अब कहिले गर्ने बन्द, ल भन्नुहोस्। भोलि नै गरिदिउँ त हजुर, भोलि नै। ढिला गऱ्यो भने त फेरि आफै पछाडि परिन्छ नि। ठोकिहाल्नु पर्छ, हानिहाल्नु पर्छ हजुर, पछाडि त पर्नै हुँदैन। भोलि बन्द आह्वान गरिदिउँ, त्यसपछि 5-7वटा सरकारी गाडी र 5-7वटा मोटरसाइकल झ्याम झ्युम हानेपछि हामी हिट खाएनौँ। पर्सिदेखि त प्रमुख समाचारमै हाम्रो पार्टीको नाम आउँछ। यो जति प्रचार प्रसार अरू केही हुन्छ नि। ल त्यसो भए यसको जिम्मा तपाईँ लिनुहोस्, सम्पूर्ण तयारी गरिहाल्नुहोस्। म पार्टीको तर्फबाट नेपाल बन्दको घोषणा गरेर आज नै प्रेसमा सब समाचार पठाइदियो। हुन्छ हजुर, हुन्छ। ल मन्त्री, अब त केन्द्रीय सदस्य हो भन्नु पर्यो त। ल केन्द्रीय सदस्यज्यू, अब घरमा काम नभएका मान्छे र टोलमा काम नभएका मान्छे 8-10 जना बटुल्ने, माइकिङ गर्न थालिहाल्ने। पिएचडीलाई नि सँगसँगै लगे हुन्छ, उहाँको पनि त्यो ढुङ्गासँग हान्ने, यताउता गर्ने, एकदम राम्रो खुबी छ। त्यो गरेर लैजाउँ हजुर। अब यिनीहरूलाई चाहिँ हामी उता पठाइदिउँ हजुर, र हामी चाहिँ पत्रकार सम्मेलन गर्ने, प्रेस विज्ञप्ति निकाल्ने, यतातिर कामतिर लाग्यो। हुन्छ सम्झिनुहोस्, भोलि नेपाल बन्द भयो, भोलि नेपाल स्याप्पै भयो। मेरा कार्यकर्ताले गाडी त के साइकल सुध चल्न दिँदैन हजुर। साइकल चलायो भने पनि साइकल खोसेर लडाएर त्यो माथि उफ्रिने खालका कार्यकर्ता छन् हजुर, कम कडा छन्। भोलि नेपाल बन्द भयो, म तयारी लागि है त। राम्रो गर्नु होला, पार्टी तपाईँहरूकै भरोसामा। हजुर हजुर। ल पिएजी, अब उहाँको पछि लाग्यो नि मेरो पछि लाग्यो। ल हिँड्नुहोस् ल राम्रोसँग ट्याक्क लगाएर गरिदिनु। यस्तो कडा छन् हजुर यिनीहरू, छोडिदिनुहोस् न। पर्सि हामीले त्यो टिभीमा बसेर क्षतिपूर्ति मात्रै हेऱ्यौँ, समाचारमा क्षतिपूर्ति भयो केही आउँदैन। म ढुक्क भयो।